हे गाइज वेलकम ब्याक टु माई ब्लग। सो आज पनि मेरो कलेजमा एक्जाम थियो, त्यही भएर म लागेँ कलेजतिर। यो चाहिँ मेरो बिर्तामोड सहर। सो म र मेरो साथी गयौँ कलेज। कलेज गएर एक्जामहरू दिइसकेर हाम्रो साथीहरूको के सल्लाह भयो भने हामी जाउँ आज बिर्तामोड खाजा खानु। त्यही भएर हामी लाग्यौँ मोमो छोइला। मोमो छोइलाको मिक्स लाफिङ र हाक्का नुडल्स एकदमै ट्राई गर्नु मन थियो मलाई, किनकि मिठो हुन्छ भन्ने सुनेको थिएँ। त्यही भएर हामी त्यहाँ गएको आज खासमा भन्नुपर्दा एकदमै एक्साइटेड भएर लाफिङ ट्राई गर्नुको लागि गएको अरे त्यहाँ। तर सेफले त्यतिखेर बनाउनु हुँदैन भनेर भन्नुभयो। अनि कस्तो चित्त दुःखो र पनि अब हाक्का नुडल्स चाहिँ ट्राई गरौँ न भनेर ट्राई गऱ्यौँ। मिठो थियो, टेस्ट चाहिँ एकदमै मिठो लाग्यो मलाई यसको। मेरो साथीले पनि एकदमै मिठो लाग्यो अरे। अब यत्रो टाढाबाट लाफिङ खानु नै गइसकेपछि मेरो साथीले रिक्वेस्ट गरी एकचोटि चाहिँ गर्छु भनेर धन्न बनाइदिनु भयो। थ्याङ्क यू सो मच। यसको टेस्ट मलाई नर्मल लाफिङ जस्तो लाग्यो, तर धेरै नै पिरो थियो। ओभरअल टेस्ट मिठो थियो, तर पिरो चाहिँ पिरो थियो। त्यसपछि हामी त्यहाँबाट निस्क्यौँ र मेरो साथीले त्यहाँको तित्री एकदमै मन पराउँछ, त्यही भएर त्यो लग्यो उसले चाहिँ। अब एकदमै पिरो भइरहेको थियो, त्यही भएर हामीले जुजु धौ पाउने ठाउँमा गयौँ। त्यहाँ चाहिँ एक ढुकुरको जोडी देख्यौँ, कति राम्रो थियो। त्यहाँ जुजु धौ खाइसकेर हामी अर्को ठाउँ कहाँ गयौँ भनेर चाहिँ नेक्स्ट भिडियोमा आउनेछ। सो स्टे ट्युन गाइस, सी यू इन माई नेक्स्ट ब्लग। बाई।